यो कमेन्ट चाहिँ अस्ति मैले साडीको भिडियो बनाएको थिएँ, कालो साडीको है। अनि त्यो साडीको भिडियोमा चाहिँ सिस्टरले कमेन्ट गर्नुभएको रहेछ। मैले यसो हेरेँ पनि, मलाई त यादै पनि थिएन कि, हेरेँ पनि मैले खिचेँ भनिछु भनेर हेर्दाखेरि चाहिँ वास्तव मैले यसै गरी यो हात देखाएको तर बित्ता भनिछु कि, त्यसको लागि एकदमै धेरै सरी। अनि अर्को कुरा चाहिँ मैले साडीको भिडियो बनाउँदा कुनै पनि प्री प्लानले बनाउँदिनँ कि, म नर्मल कहीँ हिँड्न लागेको बेलामा चाहिँ म सट्ट बनाइहाल्छु। अनि पछि भोइस ओभर गर्थेँ पहिला चाहिँ, तर आजकल चाहिँ मैले नर्मली जसरी अहिले म डाइरेक्ट बनाइरहेको छु त्यसरी नै जे हो त्यही भन्छु कि, काटकुट पनि गर्दिनँ होइन। धेरै जान्दा पनि जान्दिनँ कि काटकुट गर्नलाई पनि। अनि त्यो भिडियो गरेर हेरेँ मैले, बित्तालाई हातलाई बित्ता नै भनेको रहेछु। हजुरको कमेन्ट पनि गर्नुभयो, अनि त्यही हातलाई नै दिएर एउटा भिडियो पनि बनाइहालौँ भनेर आएको छु। हेर्नु चाहिँ आज चाहिँ मैले यो साडी हिजो मैले छोडेर लगाउनु सिकाएको थिएँ। आज चाहिँ मैले हजुरहरूलाई यो साडीको चाहिँ आँचल बनाउन सिकाउँछु। आँचल बनाउँदाखेरि हजुरलाई थाहा छ घोडाभन्दा तल राख्नुपर्छ होइन यसलाई। अनि त्यसपछि अब हेर्नुहोस् है, यहाँ मैले मिस्टेक गरेको थिएँ। यहाँ मैले हात भन्न पनि बित्ता भनेको छु, त्यसको लागि एकदम धेरै सरी। कहिलेकाहीँ धेरै बोल्ने मान्छेको अलिकति मिस्टेक हुन्छ है। बित्तालाई हात भनेछु कि। अब हेर्नुहोस् है, अब हातलाई बित्ता भनेछु। अब यसो गरेर एक हात छोड्नुपर्छ भनेको थिएँ कि मैले। अनि दिदी उहाँ सिस्टरले चाहिँ एकदम याद गर्नुभएको छ, एकदम धन्यवाद। यसरी आफ्नो यसलाई नै मैले बित्ता भनेछु, यसलाई मैले हात भनेको छु। मैले प्रत्येक भिडियोमा चाहिँ भनिरहेको हुन्छु। त्यो एउटा भिडियो चाहिँ मिस्टेक भएछ बोलीमा, एकदम धेरै सरी फेरि भन्छु। अब हेर्नुहोस्, एक हात यसरी छोडेर चाहिँ यहाँ चट्टै हाल्ने। अनि अब बित्ता पनि मैले किन भनेको भन्दाखेरि चाहिँ मैले यहाँ चाहिँ एक बित्ता भन्छु नि त। अब मुजा बनाउँदाखेरि चाहिँ यति रहन्छ नि त, यति रहेको भएर यहाँ चाहिँ एक बित्ता छोड्नु भनेको मैले। अरू भिडियोमा चाहिँ मैले त्यही भन्छु होइन, चौरम्लो र बुढी एक बित्ता भन्छु। त्यहाँ चाहिँ मिस्टेक भएछ। अब मिस्टेकलाई भन्दा नि मेरो साडी लगाउने तरिकालाई पनि हेर्नु होला। अनि हजुरलाई पनि धन्यवाद, फेरि धन्यवाद भन्छु। यस्ता मेरो मिस्टेकहरूलाई चाहिँ हजुरले भनिदिनुपर्छ कि, कहिलेकाहीँ बोली हो अब प्री प्लान गरेर लेखेर बोले हुँदैन। अनि बोल्दा अलिकति तलमाथि भएछ। हेर्नुहोस् त, यसो गरेर यो यति गर्न त हजुरले जान्नुहुन्छ होइन। यति गरेर एउटा नछोडिकन चट्ट यति गरेर यहीँनिर यसरी हाल्ने है। यता एक हात यता, एउटा नाइटोको यता हाल्नुपर्छ है। धेरै ठ्याक्कै नाइटो नै होइन, नाइटोको बिचमा पनि होइन, अलिकति यता। हेर्नुहोस् अब यति भइसकेपछि अब यसलाई चाहिँ, अनि यो भिडियो अर्को पनि कुरा है, यो फ्रन्ट क्यामेराबाट बनाएको भएर उल्टो देखिन्छ, सुल्टै हो। अब हेर्नुहोस्, आज आँचल बनाउने हो नि त, आफूपट्टि ऐना हेर्ने अनि ऐनापट्टि यो उल्टो भाग देखाउने। एकचोटि आफूपट्टि घुमाउने अनि यसरी आफूले कति सानो बनाउने ठुलो बनाउने आफ्नो लेन्थ अनुसारले यसो गर्ने। हेर्नुहोस् है, यहाँ